जुम 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 झोला बोक्नु यहाँ चाहिँ खतरा सामान चाहिँ साथी हो ल त अब चाहिँ हामी लागेको खोला फ्यामिलीहरू चाहिँ खोलामा अलिकति इन्जोय गर्न जाँदैछौँ साथी हो अनि आजको वेदर पनि एकदमै राम्रो छ गरम भइरहेको छ कहिले खोलामा पुगेर चाहिँ झ्याम झ्याम जालान भइरहेको छ अतु हैरान बाँसको दाउरा चाहिँ लानुपर्छ एकै कडा पुग्छ होला एकै कडा लगिने है दाउरा बोकेर अब लाग्यो खोलातिर यस्तो अप्ठ्यारो छ बाँसहरू सबै लडेछ साथी हो चुला मिरहेछ त अन्त दाउराहरू के गर्नु फुटाइदिनु चुला त रेडिमेड रहेछ यो चाहिँ पहिल्यै बनाएको चुला रहेछ साथी हो अब यसमै भात पकाएर खानुपर्छ एकदम सुँगुर मासु के खान्छ सबै छ यहाँ चुला रेडिमेड अब चाहिँ पकाउनु पर्यो रेडी भयो दाउरा रेडी भयो आगो फुक्नु लु आगो फुकौँ नहरूलाई आगो पनि बोल्यो ल सुरु भयो खाना पिना पकाउने काम पनि अद्भुत चाहिँ हुँदैछ यहाँ फुपूको चाहिँ चामल धुने काम पनि सुरु हुनु थाले चियाको लागि पानीहरू थाहा हुँदैछ अब भात पकाउनु गएको म चाहिँ भात पाक्दैछ साथी हो यहाँ माछा छैन एउटा पनि भातहरू पाकिसकेछ माछा मरेन आज चाहिँ छिटो आँटेको झालमुरी कि रेडी भइसक्यो कतिवटा छ को लागि यो पाकेको छैन अझै पाकेछ त अन्त यो दामी भयो दामी झालमुरी पार्टी हुनु थाल्यो अब चाहिँ सबिनाइ छ यहाँनिर अनि यहाँनिर चाहिँ एलेक्स अनि यहाँ काकीले खानु हुँदैछ भोक आइसक्यो मलाई दुध त अब दुधको चिया खाइदियो यो चाहिँ मेरो अब झालमुरी
दामी भएछ है दामी खतरा छ त चिया मन त सबै नै टेस्टी भयो कस्तो भयो टेस्टी के तपाईले पुग्यो सट्टै परेछ चिया त ए झालमुडी पनि खाइसक्यौँ अनि अब चाहिँ यहाँ सब्जीको लागि यहाँ पर चाहिँ आलु केलाउँदैछ मासु नखानेलाई चाहिँ अन्डा ए त्यो आगो माथि लाग्छ फेरि समस्या हुन्छ है फेरि चटनीको लागि चाहिँ दामी छ टमाटर चाहिँ यो चाहिँ अर्जिनल घरको पर्ताउन त कालै बनाएछ त गोर्खे भनिन्छ तर यसलाई चाहिँ अब चाहिँ प्रायः जस्तो सबै रेडी भइसकेको छ हाम्रो यहाँ अब गोर्खे चटनी रेडी हुँदैछ मासु पाक्यो ए साथी हो मासु पनि पाक्दैछ अब चाहिँ हाम्रो मासुमा चुर्लुमै झोल हालेर खानुपर्छ भात पनि अब खाने बेला भयो 15-20 केजी भात भएछ मासु पनि रेडी भयो अब चाहिँ खाने बेला यहाँ पर चाहिँ हाम्रो थालहरू धुनु हुँदैछ फुपूले उहाँलाई पनि पुरा भोक लागेछ थाल स्पिड धोएर आउनु हुँदैछ सब प्लेटहरू क्लियर बनाएर आउनु हुँदैछ लो मेरो भात पनि आयो म चाहिँ सब्जीसँग खाने साथी हो अन्डा र आलु हौ त्यहाँ बस्छ विनय भात पक्र ऊ भात पक्र त्यो ल साथी हो हामी चाहिँ अब भातहरू खानु थालेको 2 बज्नु आँटेछ अन्त म चाहिँ आज सब्जी भात खाँदैछु मासुसँग खाँदैछ सुँगुर कुखुरा वाह दामी कम छिटो मैले चाहिँ खाइसकेँ है खाना यी पसिना आश्चर्य भयो अरूले चाहिँ यहाँ सकेकै छैन खाना खाएर मासुहरू उब्रियो भने नफ्याँक्नु है अहिले यसो कल्लानुपर्छ खाना खाएर हल्का स्विमिङ हुँदैछ हाम्रो गरममा अलिकति फ्रेस भइरहेको छ चिसो पानीमा अनि आजको हाम्रो फ्यामिली ट्रिप होइन हामी कतिजना परिवारहरू मिलेर इन्जोय गर्न आएको थियौँ एकदमै रमाइलो भएको छ खानाहरू पनि एकदम टेस्टी भयो र अब चाहिँ इन्जोय आज चाहिँ अलिकति मजा आयो गरममा एकदम चिसो पानीमा है कुल भइयो अनि अब तपाईहरुबाट फेरि पनि बिदा लिन चाहन्छु नेक्स्ट भ्लगमा भेट्नेछु सी यू सुन टेक केयर सबैलाई बाइ बाइ